म चाहिँ अहिले सेकेन्ड सोमबार यहाँनिर मन्दिरमा पूजा दिनु आएको छु। आज चाहिँ हाम्रो यहाँनिर क्वार्टरभित्रकै मन्दिर छ, यहाँनिर दामी शिवजीको मन्दिर छ हो। अनि यहाँनिर आज चाहिँ यहाँ म पूजा दिन्छु। उपर पनि छ मन्दिर हो। आज चाहिँ यहाँनिर म जल चढाउँछु। यहाँनिर छ, यहाँ सबै फुलहरू सबै यहाँ छ हो। जल यहाँ छ, सबै कुरो मिसाएर ल्याएको छु हो। यहाँ चाहिँ मैले आज पूजा दिएँ हो। यहाँनिर पनि सानो मन्दिर छ, पर पनि छ एउटा मन्दिर। अब परको मन्दिर पनि जान्छु। हर हर महादेव। महादेव भगवान्ले सबैको रक्षा गरून्। यो संसारमा भएको सब जीवित प्राणीहरूको रक्षा गरिदिनुहोस् भगवान्। यहाँ त खिचडीहरू पनि बाँड्दैछ आज हो। यहाँनिर त यसरी ठुलो मजाको सालैपिछे राम्रो गर्छ यहाँ चाहिँ कि। त्यहाँ पर चाहिँ सानो मन्दिर हो नि त, यहाँ चाहिँ ठुलो मन्दिर हो। निश्चय चप्पल यहाँ खोल्नु पर्यो हो। छ मन्दिर यस्तो छ, यहाँ मजाको बनाएको छ। भर्खर पूजा हुँदो रहेछ, भर्खर पूजा हुँदैछ यहाँ चाहिँ। यहाँ भर्खर पूजा हुँदो रहेछ, यतातिर छ हो। ठुल्ठुलो मन्दिरहरूतिर त कस्तो भिड हुन्छ हो। अन्त अस्तिको सोमबार चाहिँ मैले घरमै बरफको शिवजी बनाएर अमरनाथको महादेव बनाएर घरमै गरेँ। त्यहाँदेखि आज चाहिँ फेरि अस्ति त फर्स्ट सोमबार थियो, आज चाहिँ सेकेन्ड सोमबार, दोस्रो सावनको सेकेन्ड सोमबार। आज चाहिँ यहाँ मन्दिरमा गएर गरेँ हो। अब थर्ड कहीँ जानुपर्छ, घरमा पूजा गरिकन। त्यहाँदेखि लास्ट सोमबार चाहिँ अब हाम्रो त कति तारिक, 10 तारिक हो कि 17 तारिक, कति तारिकको परेको छ अगस्तको। अन्त 10 तारिक परेको होला हो कि कति तारिकको थियो अघि त हेरेको बिर्सिहाल्छु कि। अन्त लास्ट इयर त एकदम ठुलो परको मन्दिरमा गएको थियो, शिवजीको मन्दिरमा। अब खिचडी खानु बोलाएको छ हो। खिचडी आज सबैलाई त्यहाँ आजको लन्च नै खिचडी हो नि त। अन्त त्यहाँनिर चाहिँ निरामिष खिचडी बनाउँछ नि त। दाजु चाहिँ सबैलाई फ्रीमा खिचडी गरेको रहेछौँ, मेसमा गएर खानुपर्ने हो। अन्त घरमा लिएर आउँदा पनि हुन्छ हो। अब मैले त फेरि उयो गरिहालेको थिएँ, के भन्छ, बिहानै रोटी पकाइहालेको थिएँ हो। अब ल्याएर राखेर बेलुका खानुपर्छ होला। भगवान्को प्रसाद हो नि त, भोग हो नि त। मलाई फेरि त्यो उयोतिर क्या यस्तो मन्दिरहरूतिर यस्तो भोगमा खिचडी, यता त भोगमा खिचडी बनाउँछ नि, हाम्रो सेलरोटी बनाएको जस्तो यहाँ चाहिँ हर पूजामा खिचडी बनाउँछ क्या, भोग लाउँछ। त्यो खानु पुरा मनपर्छ मलाई चाहिँ, दामी मिठो लाग्छ क्या। त्यसै घरमा पनि पकाउँदा पनि अब हुन्छ नि होइन, तर त्योभन्दा पुरा टेस्टी क्या, पुरा मिठो लाग्छ मलाई।